सबैलाई स्वागत छ भ्लगमा। गाइज यहाँ चाहिँ हामीले कागतीको अचार बनाउन लाग्यौँ। हेर्नु अब यो बाहिरको बोक्रा चाहिँ फाल्ने अनि भित्रको ऊ त्यो हो नि त्यसलाई चाहिँ अनि अचार बनाएर गर्ने। अनि अङ्कल र म चाहिँ यो लिएर आएको थियौँ यो सुप अनि यो जिराहरू अचारमा हाल्नुको लागि। र गाइज अब अचार फाइनल अचार कस्तो हुन्छ है त। यत्रो कागती अब त्यो कागतीको अचार फेरि के गर्नु आएको त ननाको के भन्नु यतिको त्यहाँ आउँछ के तारा यस्तो कानेको र अब जाकाने नि जा गाउँ बनाएको र कुदामा कहाँ लड्यो यो त राख्दा नि यहाँ अब भाइले चाहिँ हाल्थ्यो टोक्दियो भनेर उता राखेको कागज त चोखो हो नि यसो व्रतहरूमा पनि खानुहुन्छ। तिमी के गरिरहेको म चाहिँ अब यहाँ खोर्सानी लिन जान्छु होइन। यसको लागि अब कति रातो खोर्सानी होइन सुकेको धुलो धुलो नहाल्ने त्यो जुडी नै ल्याएर धुलो त कस्तो धुलो मिठो हुँदैन क्या त्यो रातो खाले रातो सुकेको खोर्सानी कतिको 20 को ल मगाउने त। यहाँ मैले फ्यान पनि ल्याएको र त्यहाँ चाहिँ यति काटेर भइसक्नु र यो चाहिँ यत्रो भइसक्यो र यो कटिसक्यो। अब आमाले बिस्तारै बिस्तारै गरेर हामी भूत जस्तो भएर बसेका छौँ हामीलाई नदेखाऊ। तिमी आफै हाल आफ्नै खिचेर है जाऊ चपिङ बोर्ड लिएर आऊ भित्रबाट काटेर ताना बनाउँछु। चपिङ बोर्ड चपिङ बोर्ड जाँदै आन्टी चपिङ बोर्ड ल्याउनु त लाइट अन भएको थियो हेर्नुहुन्छ। यहाँ आन्टीले प्याज गर्दै हुनुहुन्छ त्यसपछि चपिङ बोर्ड पनि लिएर जाने हो। बड्कोमा हाल्नु न त हामीले लिएर जाउँ। र यो काँचो प्याज यहाँ पहेँलो नाच भएको खतरा है पहिले दाट भएको अर्को बाई गाइज र अगाडि जाँदैछौँ हामी। बाबु के मान्छे यस्तो अमिलो टोकेर खेर फाल्नलाई त्यहाँ हात चाहिँ हाल्न नपाए है परि हात चाहिँ हाल्न नपाए ऊ उता गएर खाउँछ रुगा पाक्छ नुनसँग चोपेर खानु न के बिरे नुनसँग खानु मुखबाट पानी निस्क्यो खा तँ पनि खा न ल खा हामी पनि खान्छौँ नुनसँग चोपेर बिरे नुन होला नि बिरे नुन रुगा के पाक्छ यो लोकल कागज पखालेर ल्याएर खाऊ न धेरै छिप्पिया छैन तितो हुन्छ कि अचार जस्तो तितो भयो नि मिठो हुन्छ यो अचार औषधि यो मिठोको लागि भन्दा नि यो एकदम औषधि हुन्छ खाना रुच्छ क्या। यो यस्तो लोकल कागती त एउटा दानाको 20 रुपियाँ 25 रुपियाँ लिन्छ उहाँ पाउँदैन त्यो पनि त्यो देशी कागती त 10 रुपियाँ गोटा भन्छ। छोरीको घरबाट अमिलो लानु हुँदैन अरे क्या कोसेली अमिलो र बेसार अनि कुच्चो यति चाहिँ माइतबाट पनि घर ल्याउनु हुने घरबाट पनि माइत लानु नहुने पुरै काटेर सम्बन्धमा
प्रवीण लाउँछ यो अब छुनी होइन यहाँ छुनी होइन छुनी होइन कुच्छु पाइ गर्छु ब्यागमा हालेर लान्छु म त यो आमा यसो छोटो 4 टुक्रा बनाउँछु मसिनो राम्रो हुन्छ अब कस्तो हुने त अब चाहिँ आफ्नो तहले बनाउँछ धेरै ठुलो टुक्रा नि फेरि गाह्रो यत्रो भन्नुमा है अब यहाँ जुठो हाल्ने होइन है काटेर यसमा हाल्नु रस जान्छ कि योहरू भुटेर पिन्दा हुन्छ अर्कोमा स्टिलको कोरेघाट चुकन्दर काँडा आन्टीले चाहिँ काट्नु अघि बेलुकाको लागि समृद्धि आन्टीले बेलुका उसँग आउनु होला के गलेको तिमीले के गलेको हौ छोरी समृद्धि आन्टीसँग बिरेनुन मागेर लिएर जाऊ त म पनि खान्छु कागज बिरेनुन कालो यहाँ चाहिँ गाइस आमाले मसला बेल्नु भएको छ के बेल्नु भएको आमा मसला पिनेको जिरा पिनेको भुटेर पिन्नु भयो यो उता चाहिँ अनि कागती काट्नु भयो अनि कागती काटेर अनि मोलेर अनि त अचार बनाउने र आमाले अर्को मसला पिन्ने हुन्छ त्यही मसला हो यहाँ त्यही दुईटा चाहिँ मिक्सरमा पिन्न लानु दुईटा चाहिँ अलिअलि गरेर पारा धेरै दिनु होइन भुटेको त मगाउनु बसाउँछ कति छ त जल्ती निकाल त
तेल नराम्रो के तेल र मसला तेल र मसला सबै होइन अलिकति बाँकी राखेको छ माथिबाट हाल्नुलाई ए लास्ट टाइम हाल्नु है अब कागती हाल्नु सक्नु माथिबाट हाल्नु हो हुन्छ अचारको लागि फेरि पनि एउटा खस क्या सजिलो छ कि नुनहरू बेसार बेसार अब यो चलाउन चाहिँ हेल्प गर्नु पऱ्यो म आएको छु टाढा बस्छु यो पछिबाट हाल्ने अहिले हाल्ने होइन म यहाँ बस्छु लामो ट्याक्को यो चाहिँ गाइस माथिबाट हाल्नलाई अहिले पछि हाल्नलाई यो चाहिँ पहिले तेल हालेर गर्नु नुन र बेसार यो खुर्सानी यति काटेर हाल्नु अझै यो धेरै यति त चाहिन्न यति त हुन्छ क्या है खुर्सानी यो अब तातै खाने कि यसलाई सेलाउनु सिसाको त्यो कफीको जस्तो त होइन कफीको जस्तो हाल्नुपर्छ हो यस्तै आमाको अचार जस्तै बट्टा हाले नि भयो सिसाको र आमाले चलाउनु हुन्छ चलाउनु यसलाई चाहिँ एकछिन तात्नु दिनुपर्छ नत्र तेल निकाल्ने हाल्नुपर्छ यसको लागि तेलको हल्का भएको रहेछ तेल न त महँगो बनाउँछ है तेल कस्तो हल्का है तेलको बिग्रेको जस्तो क्या पुरानो भए जस्तो धेरै तताएर धेरै राखेको कि के हो यस्तै हो दोकानको खानाको यस्तै हो त्यो टिका तेलमा बनाएको त्यही कारण तपाईँले तेल बनाउँछ धेरै नआएको त होइन ठिक्क छ यो पछि उठाउनु नि केटाहरू तेल आएपछि ताकेर रेडी भइसक्यो अब यसलाई सेलाएर होइन चाख्न नि भयो नुन कमेर यो नुन पनि हाल्नुभयो अब भात चाहिन्छ गाइस यो होइन यो सेलाउँछ एकछिन ग्यास बन्द गर्नु हो अब चाहिँ मोल्नु चाहिँ नुन हाल्नु सक्नु थियो त्यही भएर मोल्नु दामी चिनी यही कति मिठो हुन्छ देखाउनु पर्छ अहिले यहाँ अमिलो खाएको छ भर्खर अमिलो त्यहाँबाट अचार खाने यस्तै त एउटा जाने त कता खानेर यो बढी भयो जस्तो लाग्यो मसला ठिक क्या है मसला त मिठो
ठिक है फ्रूट बनाऊ वाली थी उसमें दूध बनाना उसका दूध बताऊंगा